अनि अरू साथीहरू कता छ विदेशीहरू धेरै आउँदो रहेछ मलाई थाहा छैन साथीहरू पछाडि छ नेपाली 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 गाइजो कहाँमा आएर आज केटा फाइनल्ली जङ्गल मोरिनी कस्तो दृश्य हो यो मैले त देख्नै सकिनँ यस्तो दामी फाइनली घुम्न आज केटाहरूसँग UNC Koyanni Ekima Temas Komodachi एउटा यहाँ ग्राफर छ यहाँ हाम्रै नेपाली पर्छ यहाँ यता यहाँ सुन्तलाहरू छ है यो ठाउँ कस्तो छ कस्तो छ UNC पार्क अनि यहाँ चाहिँ यहाँ खेल खेल्छन् अनि अरू साथीहरू कता छ विदेशीहरू धेरै आउँदो रहेछ मलाई थाहा छैन हैन यता साथीहरूले पनि फोटो खिचिरहेछ पछाडि एकजना कहाँ गयो क्यामेराम्यान यो घोडाहरू घुमिरहेछ है ओइ ओइ जाठो 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 कमलाजी हामी अब यहाँ हेर्दैछौँ है एउटा दामी खेल छ यो चाहिँ अनिवार्य खेल्छु म माथि घुमिरहेको छ नि त्यो अहिले म खेल्छु ल यताको यो कोयान यस्तो देखिन्छ कोयान गइरहेको छु भनौँ खेलिरहेको छु है खेल्छु कस्तो रमाइलो छ दाइ जेउको दाइ जेउको बजारमा आइयो भनौँ यहाँ दामी छ रमाइलो छ नि साथी पछाडि मेरो साथीहरू पछाडि छ दाइदेउको अब यदि सकियो होइन यसरी आयो त्यसमा म पनि आयो भनौँ एउटा विदेशीले यस्तो गर्यो ठिक छ अनि म चाहिँ घुम्ने ठाउँमा पनि जान्छु है ठाउँहरू बहुत रमाइलो छ यो UNC पार्क जापान भयो साइतामा साइडतिर पर्छ UNC पार्क घोडामा चाहिँ गइसक्यो अब यहाँबाट झरेर होइन फेरि हामी माथि घुम्ने थियो त्यहाँ जान्छ र त्यो घुम्ने पनि देखाउँछु कमलाजी गेन्की देशका गेन्की देश नेपाली 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 गाइजो आरिगातो गोजाइमास टोक्यो टोक्यो साइतामा माथि आउँछु तल चाहिँ के बनाइरहेको छु साथीले फोटो खिच्दैन अरे मैले चाहिँ यसरी खिच्छ है यो भिडियो दामी छ अर्को यो टोक्यो एरिया घुमिरहेछ तल गाडीहरू छ अनि म माथि आइरहेको छु है यो UNC पार्क हो रमाइलो छ भनौँ एउटा चाइनिज साथीले यो भिडियो बनाइरहेको छ मैले यो गरिरहेको छु है हामी दुईजना आइरहेको छ यता चाहिँ लेक छ यता ताल छ होइन यो तालमा पनि जान्छौँ यो एरियामा पनि जान्छौँ यो एरियामा पनि जान्छौँ हामी जताततै घुम्छौँ है आज घुम्नै भनेर आएको हो खासमा यो पनि खेल्छौँ अब यो सिप छ यहाँ हामी खेल्छौँ चुइँ 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 हुन्छ र यो हामी खेल्छौँ है यहाँ लाइनमा छ सबै यहाँ लाइनमा बस्छ यहाँ सबै लाइनमा छ यो पनि खेल्छौँ यो पनि देखाउँछु है हेर्नु होला